सुहा भइसकेपछि आएको छ यति चाँडो आउनु थाल्यो भने त तल चाहिँ बल्यो कति थोरको आएको छ सुरक्षाकर्मीहरू घटनास्थलमा आइपुगे पश्चात स्थानीयलाई आश्वस्त पार्ने कार्यक्रमले आगलागी कार्यक्रमलाई व्यवस्थित सञ्चालनको निम्ति इन्सिडेन्ट कमान्डको स्थापना गरिसकेका छन्। आगलागी दिनको निम्ति परिचालित फौज मध्येबाट नेपाली सेनाका अधिकृतले सानो पम्पले पनि छुट्दैछ कस्तो खालको चाहिँदो पकडा आगलागी दिनको दौरान सुरक्षा अधिकृतले पत्रकारहरूको निम्ति घटनास्थलको सुरक्षाका लागि सुरक्षा व्यवस्था बनाउने कार्य अन्तर्गत घटनास्थल चलन गरिसकेका छन्। सम्पर्क अधिकृतले उद्धार कार्य प्रतिकरणको लागि सरकारवाला अधिकारीहरूसँग समन्वय गर्ने कार्यसँगै उद्धार कार्य सम्बन्धी प्रतिवेदन केन्द्रमा पत्रकारले गरेका छन्। वरिष्ठ व्यवस्थापकले उद्धार सामग्रीहरू तयार गर्ने कार्य गरिरहेका छन्। त्यसै गरी अवस्था प्रशासन शाखाले आगलागी नियन्त्रणको कार्यलाई थप आवश्यक पर्ने उद्धार उपकरण तथा बन्दोबस्ती कार्यको लागि रकम व्यवस्थापन गर्ने कार्य गरेका छन्। नेपाली सेना सुरक्षा तैनात भइरहेको छ। आपतकालीन लागेर मान्छे उद्धार गर्न लागिरहेको छ। अब भित्र मान्छे परेको छ। परिचालन शाखाले सुरक्षाकर्मी र परिचालनका प्रतिनिधिहरूलाई योजना शाखाले तयार गरेको प्रतिकार्य योजना अनुसार आगलागी नियन्त्रणको लागि परिचालन गरेका थिए। त्यसै गरी कार्यकारी टिमले आगलागी नियन्त्रणको कारवाही गरेका दलको सहायताले आगलागी भर्खरै आइसकेको छ। मेडिकल टिमले घाइते व्यक्तिहरूको ट्रायल पश्चात जटिल प्रकारका घाइतेहरूलाई पेसेन्ट ह्यान्डओभर फर्म भरी स्थानान्तरणको कार्य गरिरहेका छन्। परेछ यसरी उद्धार गरेको देखे पर्छ तर निकै माथिबाट जटिल प्रकारका घाइतेहरूलाई
सब खोज्नको लागि जिल्ला अस्पतालको राजपथको सेवा एकछिनमा पनि घाइतेहरू एकछिनमा पनि एम्बुलेन्स चढे सेउलाले कुन किरो आयो सेउलाले ड्रोन पनि आइसकेको छ देख्न सक्नुहुन्छ यो गतिविधि परिचालन भएको छ माथिबाटै आइसकेको अनि अब यो पूर्ण रूपमा नियन्त्रण भइसकेको छ भनेर आउने यो दमकलको भोज त अनि यतिले त कहाँ आएको देख्छ त सावधानी अपनाउने भन्ने एउटा डेमोन्स्ट्रेसन भइरहेको छ कम्युनिकेसन कार्यक्रम पुरा किनदेखि खडियाएर दिन्थ्यो विशेष घाइते